यो माथिपट्टि यो धनुष हुन्छ नि अँ यो भगवान रामले सीतालाई विवाह गर्दाखेरि तीनजना भाइचेको तिनवटा टुक्रा भएको हुन्छ धार्मिक एक ठाउँ दुई ठाउँ तिनवटा टुक्रा यस्तै आकृतिहरू बनाउँछ आकृति भनेर यिनी आफै बनेको मूर्ति आकृति आफूले बनाएको केही छैन एकदमै यही ढुङ्गा कि होइन उता प्रकाशदेखि नि तपाईँलाई गुरु एकातिरबाट लाइट लाउँदा अर्कोतिर प्रकाशदेखि ढुङ्गा यो हो कि त्यता छ अरे हामीले यहाँभित्र बनाएको नि सिँढी सिँढी थिएन पहिला यस्तै भिरालो थियो चिप्लेर अलिक गाह्रो हुन्थ्यो अहिले सिँढी बनाएर हिँड्नु सजिलो छ त्यस्तै झुन्डिँदो रहेछ यतापट्टि अझै यो अनुसन्धान गर्न बाँकी छ यसमा हजुर यो माथि पलबाट हेर्दाखेरि भित्र फराकिलो देखिन्छ यो माथि बलबाट त्यो भित्र अझै हामी गएका छैनौँ त्यो भित्र कस्तो छ पत्ता लगाएर माथिपट्टि यो बल भित्र त झन् एरिया ठुलो रहेछ त यहाँ फराकिलो छ र यिनी चमेरा माथि क्या माथिका त चमेरा ए यस्ता आएर बस्दो रहेछ नि चमेरा र यहाँ पारिपट्टि नै गोपी सबै चमेरा यो पहिलेदेखि नै थिए यो फलफुल खान्छन् बेलौती लाइट तल झर्छ यो पारिपट्टि नै गोपिनी भन्छ नि अक्षता नाचेको देखिन्छ ए त्यो हात जस्तो फराकहरू खुट्टाहरू हामीले यहाँ राधाकृष्णदेखि यहाँ चमेरा बसेर देखिँदैन र उतापट्टि स्वर्ग जाने बाटो अलिक चिसो छ पछि जानु होला यहाँनिर गणेश भगवान् यिनी भित्रको मूर्ति हामीले पूजा पाठ गर्दा नि पहिला गणेश भगवान् पूजा गरिन्छ नि त्यो गणेश भगवान्को मूर्ति यहाँ पनि रहेछ नि यहाँ त ठुल्ठुला रहेछन् हो एउटै उहाँ माथि अग्लो ठाउँमा भएर हो एउटै साइड अब यहाँ पारिपट्टि नै नाग शेष नागे टाउको यतापट्टि शङ्ख माथि नै बुट्टे बुट्टाले बनेको छ यो माथि पहिला उता कुनामा उता त केही छैन माथि पनि अर्को बाटो छ त्यो बाटो झर उतापट्टि झर्न सकिन्छ हजुर अब हामी कैलाश पर्वततिर लागौँ माथि त्यहाँ झर्न सकिन्छ उताबाट झरौँ भने उताबाट झर्न सक्छ सिउँदोबाट आउनु फोन गरेको होला यहाँ के छ सिस्टम अलिअलि खोल्नु पनि थाहा छैन मलाई त पहिलोचोटि यहाँ इन्टरनेट गरे नि यो रोशनीदेखि नि शिला कहाँनिर हो नारायणले पाठो ल्याएर आउनुभयो सर कस्तो ल्याउनु भयो रहेछ आजभोलिको 31,000 पर यहाँ आउँथ्यो भन्नुहुन्थ्यो हेर्नु जाने म अहिले मैले नि मेरो पाठो बेचेँ यहाँ अक्सिजन छैन त कुन खाल पाल्न मैले म त सिधा सिँढी बाटो त रातै बाटो रहेछ यहाँको यहाँ यो सिँढी बनेछ कि अरू यो सिँढी नबनेको यताबाट अघिको बाटो यहाँबाट हो यही हो कि होइन रोशनी थिर्ने पत्थर पाउनु अरे बरु यताबाट लाइट लगाउँदाखेरि अर्कोतिर रोशनी देखिने पत्थर माथि हो कि देखाउनुहुन्छ कि देखाउनुहुन्छ देखाउनुहुन्छ कि देखाउनुहुन्छ सबै देखाउनु नहात्तिनुहोस् यहाँ फराकिलो छ यो सभा हल बैठक हल र माथिको खुट्टा आएर त ए तर बुट्टा
कस्तो मजाको आँखा छतमा कस्तो मजाले बुट्टा बनेको छ र यहाँ माथिपट्टि नि 14 भन्छ नि पूजा पाठ राख्छ नि र यहाँ पारिपट्टि कलर सलर केही हैन गरेको केही होइन कि हो त कि यस्तो मात्र गर्ने पारिपट्टि बिच्छी भोटे बिच्छी भन्छ नि यो बिच्छी यसलाई हामीले डाइनोसर मानेको छौँ हो यसलाई यो डाइनोसर त्यो बिच्छी यो बिच्छी यो बिच्छी र यता कैलाश पर्वत मुख्य ठाउँ शिवजी विराजमान यिनी शिवलिङ्ग आफसे उत्पत्ति माथि हिमालयवती अहिले त्यहाँ सेता जलका थोपाएर शिवले खसेको देखिन्छ यहाँनिर हात्ती मूर्ति भयो उतापट्टि बर्मा विष्णु महेश्वर कुनै 3टा शिवलिङ्गहरू छन् र यहाँ अहिले धेरैको विश्वास छ वर मागेर पुरा भयो भने सबै 23 घन्टा चढाएका मान्छेले इन्डियासम्मबाट घट्टो बोकेर आउने गरेका छन् यो मुख्य ठाउँ वर माग्ने ठाउँ हजुर र यो माथि उचाइ यसको अग्लो भाग अक्सिजनको व्यवस्था हुनु यहाँ अक्सिजन पनि कम हुने चाहिँ ख्याल गर्नु छैन अक्सिजन त्यस्तो अलिकति हामीलाई हिँड्दा हिँड्दा सास बढेको सास बढेर हो नत्र होइन त्यस्तो त्यो बाहिर गर्मी भएर त्यस्तो जाने भएको एकछिन बसिराख्ने आफै ठिक हुँदै जान्छ एकचोटि लाइट गर्नु है त्यहाँ बस तर कस्तो कलर आफै सेतो कलर भएर हिमाल जाँदेखि अझै सेतो थियो कि अहिले त अलिकसम्म कम हुँदै यो गाईको छ नि यो होइन गाईको ठाउँमा छैन भाँचिसक्यो अहिले त्यो पहिले नै बेड नहुँदाखेरि मानिसले एउटा छन् भाँच्दाखेरि त पुर्को जब नानीको विद्यार्थी आएर भाँच्यो त्यो बाटोमा मऱ्यो भन्ने हल्ला सुन्छौँ कि हामीले र त्यो पाहाडको छ ढुङ्गा नि त्यो फुटाले छन् केही मात्रामा यसमा हो कि राम्ररी भित्र हेर्नु भित्र कस्तो छ त्यस्तो चिजहरू कि त्यस्तो बनाउनु पत्थर पनि कस्तो टुक्रा लाइन जस्तो के सर 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 लाइन हुन्छ नि यो चौध आएर राम्रो हेर्नु कस्तो डिजाइन सर र कति राम्रो उसको पोखराको गुवा पनि मन्दिर होइन चोरीमा के फरक छ त्योभन्दा त यो त कति हो फराकिलो खकेर यो त फराकिलो हेर्नु कस्तो नेपालकै सबभन्दा ठुलो त्यो त गुफा त मैले उहाँ पनि हेरेँ कि कुस्मा बागलुङ कुस्माको गुफा पनि त्यहाँ बल्ल बल्ल मान्छे यसो गरी छिर्नी हो त्यहाँ यहाँ को फोरो गर्ने उम्रिने कुरो भएन भित्र केही हुने कुरो भएन फोरो कसले गर्ने यतापट्टि त्यो अगाडि बलक छ नि हजुर त्यहाँसम्म जान सकिन्छ त्यहाँबाट उता साँग्रो हुँदै गएको छ त्यहाँ भित्र त्यस्तो आगोहरू केही छैन यो ढुङ्गा टल्किँदैन यहाँ तपाईँको टाटो लाग्छ र अरू लाग्यो त नदेखाउनु चाहिँ लाइट बन्द गर्नु त लाइट बन्द ए कति भित्र टल्कै जाँदो रहेछ कि भागमा पुगेमा छ र यो ढुङ्गा अझै ठुलो थियो तपाईँ यहाँ थियो यो फुटाले यसरी हामीले कोखा लगाउँदाखेरि पुरा झल्ल बोल्यो थियो गोरुवा जुरा जस्तो थियो फुटाले फुटाले थाहा भएन यहाँनिर फुटाले छ नि यो भवना पालाले बत्तीको काम गर्दोला भन्ने मनाइ छ खतरा चम्किँदो रहेछ कि तर अमेरिकनले यिनी कुराहरू पत्ता लगाउने केही न केही अनुसार अब उसको के छ यसमा विशेष त भन्दा हेर्नु न लाइटको फोकस भित्र गयो कि फोकस भित्र गयो फर्केन उतै गयो त्यही हो कुरो अब यसरी ल अलि समय गयो भने त्यो पछि टल्किन्छ होला अब हाम्रो यत्ना आएपछि भइयो होइन अब हामी झर्ने यहाँबाट गएर हो सकिन्छ यहाँबाट छिर्नु कहाँबाट तल निस्किन यहाँ त जानै सकिँदैन
यहाँ खोलामा कतिवटा तल निस्किनु होइन यहाँ त छैन। त्यता त जानु सकिन्न तल बाहिर त निस्क तर यहाँ पनि डिजाइन हेर्नु न, माथिको डिजाइन चट्ट चट्ट, कुनै 4 कुने कुनै 3 कुने काटेर पिस योग्य छ नि यही हेर्नु न यता टक्क टक्क नाक्सियो छ नि तपाईँ पृथ्वीको आफ्नो शक्ति हो प्रकृति एकचोटि म त्यहाँ गएर आउँछु है। ओम नमः शिवाय, ओम नमः शिवाय। हो यस्तै छ मैले अङ्कल उहाँको कुस्माको गुप्तेश्वर गुफा भन्ने। यस्तै हो अँ यहाँ त म छैन अँ यस्तै 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 यस्तै। लाइट फर्काउनु त्यो त ल तिमी बसेन अब मलाई दुःखदाखेरि अक्सिजन कम भयो जस्तो भयो होला हुन्छ म पसिना राखिदिन्छु फेरि भनेर सुनिहाल्यो ए यस्तो 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 हल्का 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 धेरै रहन्छ। ज्यादा पराइहाल्छ ए चमेरो रहेछ यहाँ। हावा कम भएको छ मलाई जम 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 अक्सिजन ल्याउनु न मलाई लाइट, कम भयो लाइट समात्नु त। म आफै महसुस गरेँ अनि भन्थेँ तर लाइट लगाएर लाइटले धानेन भन्नु। यहाँ अक्सिजन छैन त बरफ खाइहाल्छ नि अक्सिजन चाहिन्छ नि त हावा एकदम कम छ तल गेटबाट आएको हावा जस्तै हामी प्रेसरको उसको लागि अब मलाई चाहिँ यहाँ महसुस भयो क्या मैले अझै केही जाँदा म बुटुतिर गएँ नि बन्द पठाएर सुत्दिनँ कहीँ बस्नु पऱ्यो भने ठ्याक्कै खिड्की अर्को कोठा बन्द कोठा त गाह्रो हुन्छ अरू कुरा छोड, यही यत्रो भित्र आएपछि यत्रो ठाउँ खाली क्या। त पानीको पाइप ल्याउनु भयो हो यो कि बिजुली? यो बाटो जाने मिल्छ है जाम न यहाँ आएको बाटो अर्को बाटो जाम सकिन्न होइन एकछिन झर्ने एकछिन तलतिर जोड्यो ए जोडियो हो यति एकछिन सारा आयो। ल जाने इच्छा भयो जाने नत्र गइएन त्यही धर्म बारेका सक्ने नपुग्न सक्ने रिसिने त दादा ए रहन्छ खासै केही नै रहन्छ त्यस्तो त। यता अब अरू के छ यहाँ गुफाभित्र? के लड्केको यस्तो भयो भाइ यता आउनु मैले एउटा पहिचान ल्याएँ आज यो यहाँ मान्छे लड्केको अरू केही हिँडेको यहाँ माटो होइन मान्छे लगेको हो अरूदेखि लगेको मान्छे लड्केको होला कि होइन अन्त दुइटा पाइला बसेर सरेको हो कि मान्छे हुन् कि अरू के आउँछ रमाइलो लुटुटी खेलेको आउँछ मान्छे केटाकेटी कोही होला। त्यो ढुङ्गा हेर्नु न। यताबाट भित्र के केही हो? हजुर यता यो हेर्नु कस्तो छ यहाँ ठ्याक्कै झर्नु हुन्छ मुगेर आउनु हुन्छ बाटो यो यहाँ त केटाकेटी बुढा आउँदैन लड्केको आउँछ केटाकेटी त्यहाँ तर यो ढुङ्गा हेर्नु न यहाँको। धेरै तरिकाको छ कि ढुङ्गा यो धातु योग्य कि यस्तो बनाउनलाई मान्छेले बनाउन सकिन्न नि त खर्बै खर्च गर्ने नि बन्द रहेछ त्यो। जोडाउँदा छुट्टा छुट्टी टुक्क टुक्क पृथ्वीको अब यो मेटेरियल तर साह्रो छ नि यो पनि, कस्तो धारिलो काट्ला जस्तो। अझ माथि हेर्नु यो बिचको कालो त्यति यो काट्ला जस्तो छ कि धारी, धातु हो। यो धार छ कि यसमा। त्यसमा अन्त अझ बल्लमा खतरा धार छ त खोजेमा सोच्दै गन्ने कति थर धातु किन धातु धातु सम्झिने धातु हो ए छिर्दैन क्या त्यस्तरी त। ए यहाँ पनि रहेछ नि सेतो।
तर यस्तोमा एउटा कुरा आउँछ मलाई आखिरी हजुर यस्तोमा हुनुपर्ने अजिङ्गरहरू उम्, भनिस् न हो कि होइन यसमा डरलाग्दा अजिङ्गर हुनपर्ने तर त्यो नै के यहाँ त बस्दा चिसो अजिङ्गरको यामा थियो भने आरा चाहिएको नि चमेराको आरा हुन्थ्यो नि त्यसले नि खान्छ गरेर फेरि खान्छ ल यता हो किलोमिटर होला यता माथिसम्म 150 मिटर 50 मिटर पानी माथि उ रहेछ पुरै अगाडि जान्छ र उता सोक्राजानतिर जाने भयो गएर हाम्रो उता अक्सिजन अलिक कम हुन्छ म होइन हल्का हल्का यसो त बिस्तारै बिस्तारै पतारे यो सडक हेर्न यहीँ छ कतिसम्म जान्छु तर लास्टै चमेरा धेरै रहेछ नि यहाँ मान्छे जान्छ साउरो त छैन ऊ तल गएपछि साउरो रहेछ ओम नमः शिवाय ए यहाँसम्म साउरोमा नजाम्ला ओम नमः शिवाय ओम नमः शिवाय यहाँ लाइट देखिँदो रहेछ त भित्र आएर मिठाई खाएर चुइयो आएर प्लास्टिक फाले ओम नमः शिवाय कति डिजाइन डिजाइनको छ हेर्नु पानी रसा नन्द कति सफा पानी छ हिँड्नुहोस् Hah? तर यार भिडियो गरेछ विचित्र त विचित्रै रहेछ क्या माथि हेर्नु नि तर नाम त मिलाएरै हो राखेको हँ विचित्र यता कस्तो लाग्यो भित्र त्यहाँ अलिक उता भित्र गएपछि नि फराकिलो रहेछ ठाउँ त उताभित्र गएछ एक ठाउँमा अलिकति सानो मुख मात्र छ गेट मात्र मान्छे मात्र छिर्न मिल्ने उता गएपछि त्यहाँ चाहिँ बसेर छिर्न पर्ने उता गएपछि उभिन मिल्ने छिर्यो नै छिर्न हेऱ्यो मात्रै स्वर्ग जाने त्यही त्यसले बाबा लाउनु लाउनु लाइट छ मात्रै म त मोबाइलको लाइट हाल्छु आधी घन्टै गर्नु भयो भिडियो 20 मिनट भयो बाहिर निस्किने होला अब के भेटी जानु पाएको हुन्छ यहाँ आमले हेरेका हुनु है यहाँ त केही छैन नि त
आफ्टर दुईटा खान्छ त्यसैले पाठ त्यही नल्याएर आफूले कुन पानी रहेछ विचित्र त के मान्न परेन अँध्याएर उज्यालो हामीले त बाल्लाको यस्तो यस्तो घर बनाउँछौँ नि थप 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 त्यस्तै के हेर्नु न यो टुटेको हो कि यो लामो थियो यहाँ हेर्नु न यहाँ यो कतल नखसालेपछि मसाले पनि यबाट केही कतल नखसोस् यिनीबाट त्यही भएर मैले हात लगाएको छैन जाँदा के भयो भने त्यसै सुनेको अर्काबाट यो बुका देख्दाखेरि पुर्खटको पुर्खट माथि क्या ल्याएर आयो ओहो